ल यो फरक हो। ल श्रोतालाई मेरो नमस्कार। मैले आफ्नै युट्युब च्यानल खोलेर गोविन्द आचार्य युट्युब च्यानल खोलेर हेर्न सक्नुहुन्छ। 1000 फिट ठुलो खम्म कोट भन्ज्याङ दुल्लुको सोझाको काम सकिगयो जमाना उल्लुको। दुल्लु कोठी स्तम्भ हो पृथ्वी मल्लको, जोत्ता जोत्तै नसा छुट्या देश भयो बल्लको। 1279 सालमा कोठी स्तम्भ हो, ठाउँ थलो त देवभूमि हेरिरहँ जसो हो। 1276 सालमा देवबर्मा छत्याल हुन्, त्यही बेला लिच्छवी कालमा भोट पाइथ्यो नुन। अमर मल्ल पाठर नाउली सिद्धस्थली तली, इतिहास बनाइक गया दुल्लु यो राजखली। काजी जसपालका पाला दुल्लु पौवा बन्यो, 140 सालमा रहेछ शिलालेखले भन्यो। जन्म पत्नी कजेनी हुन् जसपालकी आमा, बाबु हुन् राजेन्द्र विक्रम निशाना छ सामा। लक्ष्मी नारायणको मन्दिर पौवा नजिकै छ, कोही छैन समर्थन गर्ने भन्ना छन् काँप छ। अहिले छन् हनुमान मात्रै पौवाका अगाडि, मौर्यौल देशभरि भयो राणाले फाक छाडी। धुलेश्वरका दक्षिणपट्टि बाला दुर्लभेश्वर, कली मचर्किने बेला पापले घन्नी घोर। धुलेश्वरमा देउल रहेछ जयेश्वर भर्गको, दुनियाँ छोडुवा भयो धेक्यान वर्गको। चैतन्य पर्वतका वनमा सञ्जीवनी बुटी, चन्दन वन हरियाली धुलेश्वर राजगुठी। अर्जुन देव मल्लका पाला अर्दली साप मारे, 2 खुट्टा निङ्ल्याछन् बाहिर पौवा नेर सारे। धुलेश्वरको ताम्रपत्र 1200 अगाडि, धर्म जति सकिदिया अहिले त रगाडी। धुलेश्वर चाँदीको गजुर काजी जयमानले, 1749 सालमा चढाएछन् शानले। मानसिंह बस्यालको छाना 1915 साल, देवल धर्मशाला बनाया मालामाल। गोर्खा राज्य दुल्लु शासन राजेन्द्र विक्रमको, प्रतिष्ठावान मानिस थिया शासन होइन कमको। 1748 सालमा धुलेश्वर बनाया, राजेन्द्र विक्रमका पाला शिलालेख जनाया। 1983 सालमा घण्ट चढाया छन्, कलाकृति राखी गया शासन लडाया छन्। सप्तद्वीपा बसुमती पञ्चदेव लम्जी, पुर्खाले बसोबास गर्ने आफ्नो धर्म सम्झी। देवीका मन्दिर नजिक रहेछन् मणिमाला, अहिले शासन उरैठ्याउलो हृदय छन् काला।